जय श्री कृष्ण। धर्म ज्योतिषमा हजुरहरूलाई स्वागत छ। आजको हाम्रो टपिक हो, सबैलाई थाहा छ, 12 राशि हुन्छ। राशिका नाम मेष, वृष, मिथुन, कर्क, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन। यिनी 12 राशिलाई हामीले 4 तत्वमा बाँड्छौँ। तत्व 5 हुन्छन्, तर आकाश तत्वलाई मानिन्न। आकाश तत्वमा कुनै राशि मानिन्न। त्यसमा कुम्भ राशिको छाया मानिन्छ। त्यसमा 4 तत्वमा 12 राशिलाई विभाजित गर्दा 3 राशि प्रत्येक तत्वमा विभाजित गरेका छ है। अब सबभन्दा प्रथम तत्व अग्नि तत्व, दोस्रो तत्व हो हाम्रो पृथ्वी तत्व, तेस्रो हाम्रो वायु तत्व, चौथो हाम्रो जल तत्व। आज म अग्नि तत्वको बारेमा विस्तृत जानकारी दिन्छु। अग्नि तत्वमा हाम्रो 3टा राशि पर्छ। 3टा राशिमा मेष राशि, हाम्रो सिंह राशि, धनु राशि। अब अग्नि तत्व हुनाले हाम्रो थाहै भइन्छ कि अग्नि भनेको सूर्य कारक हो, सूर्य भनेको एनर्जी हो। यिनी राशिवाला मनुष्य अलिकति एनर्जेटिक हुन्छ, लिडरसिप पावर हुन्छ यिनीहरूमा है। अरू नयाँ काम गर्ने रिस्क लिन सक्छन्, राजनीतिमा पनि इन्ट्रेस्ट लगाउँछन्, राजनीतिमा इन्ट्रेस्ट लिन्छन्। अब राशि अनुसार भन्छु, त्यसमा अझै क्लियर हुन्छ कि यो राशिको मनुष्य यो यसको स्वभाव हुन्छ, अरू यो यसको गुण हुन्छ है। अब सबभन्दा प्रथम अग्नि तत्व मेष राशि। मेष राशिको स्वामी मङ्गल हो। मङ्गल मेष राशिमा स्वग्रही हुन्छ। सूर्य यो राशिमा उच्चको हुन्छ। अब यो राशिवाला जुन छ नि व्यक्ति, जुन यो राशिवाला जो व्यक्ति छ, त्यसमा के गुण हुन्छ भने त्यो आत्मविश्वास र बहुत साहसी हुन्छ। किनभने मङ्गल सेनापति कारक हो, सूर्य अब ग्रहको सबभन्दा शक्तिशाली सूर्यले मान्छ। अर्को कुरा, नयाँ काम लिनेलाई यताउता यिनीहरूले हुन्छ नि सर्वे यताउता गरेर निर्णय लिइहाल्छ, लट्काउने यताउता सोच्ने यिनीहरूलाई आउन्न है। अब लिडरसिप, जस्तो कुनै काममा अगाडि बढेर काम गर्न छ, लिडरसिप लिन छ र आफूसित पुरा टिम वर्कमा लिएर हिँड्न छ भने यिनीहरू सबभन्दा अग्रसर हुन्। अर्को राशि, अर्को यसमा के छ भने यिनीहरूले क्विक डिसिजन लिन्छन् कि। अब क्विक डिसिजन लिने कहिले कहिले मिस्टेक पनि हुन्छ, तर धेरै जसो क्विक डिसिजनले मेषहरूलाई फाइदा यही दिन्छ। अब क्रोधी हुन्छन्, किनभने अब मङ्गल स्वग्रही हो, सूर्य उच्चको हो, दुईटै अग्नि तत्व ग्रह भयो, क्रोधी छ हुन्छ र हजुरसित आफ्नो कुरा मनाउनलाई एकदम जिद्दी गर्छ है अग्नि तत्व। अब सिंह राशि, सिंह राशिको पनि हुन्छ नि अलिकति तिनीहरू पनि लिडरसिपलाई अगाडि रिस्क लिने, अलिकति जिद्दी हुने, अब नयाँ नयाँ योजना बनाउने र नडराउने, अगाडि बढ्ने काम अब देखिजाला भन्ने। तर यिनीहरूमा यति क्षमता हुन्छ कि यिनीहरूले आफ्नो बुद्धि विवेकले कार्य सम्पन्न गराउने खुबी राख्छ। किनभने लिडरसिप नेतृत्व भयो नि। अर्को, यिनीहरूलाई राजनीति बडा मनपर्छ है। राजनीति त यिनीहरूलाई बस राजनीति खुब मन पराउँछन्, राजनीतिको त यिनीहरू किडै भन्न। अर्को आयो धनु राशि। धनु राशि पनि अलिकति अग्नि तत्व हुनाले, जस्तो हाम्रो पुलिसमा, सेनामा, हाम्रो गभर्मेन्टको जुन छ नि अगाडिको जुन एउटा जिम्मेवारीवाला काम हुन्छ, धनु राशिवाला माने त्यसमा अलिकति बढी भेटिन्छ। किनभने अग्नि तत्व, डिसिजन लिन पर्यो, साहसी हुन पर्यो। यिनीहरू 3 राशिको एउटा मात्र बेगुण के छ भने यिनीहरू अलिकति क्रोधी हुन्छन् सामान्य अरू राशिमा। अब हजुरले कसैको राशि जुन छ नि अग्नि तत्वको राशि मेष, सिंह, धनु राशि पर्यो भने अब हजुरलाई यो थाहा हुन्छ कि यिनीहरू लिडरसिपको लागि हुन्, साहसी हुन्, काम गर्नमा रिस्क लिन सक्छन्, तर अलिकति डर के हो भने क्रोधी हुन्छन्। तब विचार गर्नु होला कोही यस्तो राशिवाला भेट भयो भने। तर यिनीहरू इमान्दार हुन्छन् है, इमान्दार एक नम्बर
होनेस्ट हुन्छ, यिनीमाथि विश्वास मजाले गर्न मिल्छ, यिनीहरूलाई छल कपट आउँदैन। हजुरलाई आफ्नो चिना देखाउनु छ, परामर्श दिन छ भने मलाई तल दिएको नम्बरमा व्हाट्सएप गर्न सक्नुहुन्छ, डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म हजुरलाई जति मिल्छ उचित जानकारी उपलब्ध गराउँछु। जय श्री कृष्ण।